दुई तिन दिनको पानीले जति राम्रो साग आएको छ। अनि यहाँ जति पनि पहेँलै फुलेको छ नि, यो चाहिँ पोहोरको साग हो। हिउँ आइस सबै सहेर भए पनि आइसलाई सामना गरेर नमरिकन यो साल फुल्दिएको छैन। जति फुलेको चाहिँ पोहोरको हो, यसपालिको होइन। यसपालिको चाहिँ यहाँ यति पानी परेको थियो कि यस्तो डरलाग्दो आएको छ कि बाक्लो भएछ कि, त्यही भएर मजाले आइरहेछ। यहाँ चाहिँ साग चाहिँ छरिदिएको थियो अस्ति घाम लाग्दा, चिसोमै छरिदिएको। यो कति बाक्लो भएछ कि अब चाहिँ छाँटेर खाने हो। यत्रो दिन चाहिँ पानी आएकोले गर्दा नि साग उखालिएन कि, अब चाहिँ घाम लागेको छ आज हो। आज साग छाँट्ने हो अनि खाने हो। अनि इस्कुस, यहाँ चाहिँ आलु पनि हरियै भएर आएछ होइन। यो चाहिँ मेरो पेटीमा, घरको पेटीमा रोपेको साग बाक्लो भएछ कि अब छाँटेर खाने हो। पहेँलै फुलेको चाहिँ पोहोरको साग हो। हिउँ आइस सबैलाई सामना गरेर पनि ऊ जीवित रहेर फुल्दैछ कि यो अहिले। आइसले हिउँले पनि केही नगरेको साग हो कि। यति साग चाहिँ पोहोरको साग।